हेलो एभ्रिवान, हजुरलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज मेरो स्पेशल दिन, आज मेरो जन्मदिन साथीहरू। त्यसैले बिहान नुहाइधुवाइ गरेर हामी चाहिँ मन्दिरतिर लाग्यौँ। बाटो मन्दिर पुग्दा चाहिँ मेरो हालत यस्तो भइसकेको थियो। घरदेखि सबै टिकाहरू फुलहरू घरदेखि लगेको थियौँ। त्यसैले चाहिँ वहाँ गएर डरहरू मात्रै किन्यौँ, टिका बनायौँ। त्यसपछि लाग्यौँ मन्दिरतर्फ। आज बिहानै मन्दिरको दर्शन गर्न पायौँ। पूजा गरिसकेपछि बाहिर आएर हामीले फोटो भिडियोहरू बनायौँ। यहाँ चाहिँ मैले घन्टी बजाउँदा घन्टी नै बजेन। मेरो पनि चन्दन हो। पूजा गरिसकेपछि मैले चाहिँ नानीलाई बिनाजुलाई टिका लगाएँ। त्यसपछि भगवान अच्छा रखे बाबू हमरे। मुगो बाबा गई गो और को बाबा गई आले वो गए घर है। हां का घरे गए, उनका मोबाइल उठा लिए। कौन? अरे यहाँ तो जनता है बहुत, वो रहा था दीदी मत गाली लास्टमा चाहिँ चामल पैसा पनि सकियो। त्यसपछि हामी चाहिँ घरतिर लाग्यौँ साथीहरू। टुङ पारामा हामी चाहिँ घरतिर लाग्यौँ। हामी चाहिँ घर पुग्यौँ। भाउजूलाई टिका लगाइदिएँ। भाउजू आन्टीलाई टिका लगाइदिएँ मैले चाहिँ। त्यसपछि बाबुको भालो बाबुकोलाई टिका लगाउँदै थिएँ। उसले चाहिँ पुछिरहेको थियो टिका लगाउँदिनँ भनेर। जबरजस्ती मैले चाहिँ टिका लगाइदिएँ। उसले चाहिँ आफै लगाउने रे टिका चाहिँ, मैले लगाइदिएको भएन रे। अनि घरमा चाहिँ आमा र बुढी नानी हुनुहुन्थेन। घरमा भाउजूहरू हुनुहुन्थ्यो। भाउजूहरूले टिका लगाइदिइसके। सबैजनाले कमेन्टमा विस गरिदिनु होला, ह्याप्पी बर्थडे भनेर लेखिदिनु होला। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई साथीहरू।